आज चाहिँ म माछा खान भनेर माछा किन्नलाई गएँ। अनि हामी माछामा हाल्नको लागि सामान किन्नको लागि चाहिँ बकालामा छिर्यौँ। त्यस पछाडि हामीले चाहिँ के किन्यौँ भन्दाखेरि चाहिँ प्याज किन्यौँ अनि धनियाँ पनि किन्यौँ। त्यस पछाडि माछालाई मजाले धोई पखाली गरेर मैले चाहिँ एउटा बाटामा यसरी मजाले पखालेको छु। अनि मैले त्यसलाई पानी तर्नको निम्ति मजाले सुकाइदिएँ। अनि त्यस पछाडि म्यारिनेट गर्नको लागि नुन, जिराको धुलो, खुर्सानीको धुलो अनि बेसार हालेर मैले म्यारिनेट गर्नको लागि फ्रिजमा हालिदिएँ। अनि त्यसपछि फ्रिजलाई बन्द गरेर अनि मैले यता चाहिँ ग्रेभीको लागि चाहिँ सामानहरू रेडी गरेको। अनि प्यान बसालेर तेल हालेँ माछा तार्नको लागि। त्यस पछाडि मैले म्यारिनेट गरेको माछालाई झ्वाइँ तारेँ। एउटा दुईटा गर्दै मैले माछाहरूलाई हालेँ। अनि माछा तारेपछि यस्तो भएको। अनि यता ग्रेभीको लागि प्याजहरू हालेको त भिडियो गर्नै बिर्सेछु। एकैचोटि गोलभेडाबाट सुरु गरेँ। त्यस पछाडि एकैचोटि पाक्ने बेलामा माछालाई हालेको भिडियो चाहिँ मैले गरेँ। त्यो अघि चाहिँ भिडियो गर्न बिर्सेछु यताउता काममा लागेर। हाम्रो माछा चाहिँ पाकेर रेडी भइसकेको छ। अनि यो माछाको नाम चाहिँ किङफिस हो कि किङफिस। म त खाएँ है साथीहरू।